Hi everyone, welcome back to my channel. आई होप सबैजना सन्चै हुनुहुन्छ होला। मलाई चाहिँ आवाज सानो आयो भनिराख्नुहुन्थ्यो नि त, अनि त्यही भएर आज चाहिँ मैले माइक नै लिएर आएको छु होइन। सो आज टपिक के हो त भन्ने त सबैजनालाई थाहा भइसक्यो होला। हुन त मैले यो टपिकमा भिडियो चाहिँ हरेक इयर गराइरहेको हुन्छु कि, लाइक 2023मा पनि गराएको थिएँ, 24मा पनि गराएको थिएँ, अनि थर्ड 25मा पनि गराम, किनभने देयर आर लिटल चेन्जेस होइन। त्यो चेन्जेसहरूलाई सबैलाई समेटेर यो डिटेल भिडियो बनाउन लागेको हो। सो ढिला नगरिकन अब भिडियो सुरु गरौँ है त। सुरु कसरी गर्ने त होइन, जर्मनी जाने, जर्मनीमा गएर पढ्ने भन्ने त भयो, तर स्टार्ट कसरी गर्ने त, वाट इज द स्टार्टिङ पोइन्ट, पहिला सुरुमा चाहिँ त्यो थाहा हुनु पऱ्यो। अनि मैले हरेक भिडियोमा भनिरहेको हुन्छु, सेल्फ अप्लाई गर्नको लागि कन्सल्टेन्सी नजानुहोस् होइन, कसैको भर नपर्नुहोस्। थोरै धेरै रिसर्च गर्ने कुरा आफ्नो ठाउँमा छ, देयर आर सो मेनी भिडियोज, देयर आर सो मेनी थिङ्स होइन इन्टरनेटमा, त्यहाँबाट रिसर्च गर्नुहोस्, तर अप्लाई चाहिँ सेल्फ गर्नुहोस् भनेर आउँछ होइन। सो कसरी गर्ने त सेल्फ आज चाहिँ म हजुरलाई स्टेप वाइज प्रोसेस भनिदिन्छु होइन। अरू बेला मैले भनि त रहेको हुन्छु, तर मैले कन्भर्सेसन गरेको जसरी भन्दाखेरि चाहिँ हजुर अलिकति कन्फ्युजन भएको जस्तो पनि लाग्यो मलाई। सो लेट मी एक्सप्लेन स्टेप वाइज। फर्स्ट स्टेप भनेको त युनिभर्सिटी फाइन्ड गर्ने होइन। स्टेप 1 इज फाइन्डिङ युनिभर्सिटी। युनिभर्सिटी कसरी फाइन्ड गर्ने त भन्दाखेरि आइदर यु विल गो टु dat.de होइन, स्कलरसिपहरू अनि कोर्सहरूको बारेमा हेर्नको लागि, or you will go to uni assist पोर्टलमा, or you will find युनिभर्सिटी डाइरेक्टली गुगलमा सर्च गरेर के हुन्छ नि, ल मलाई यो कोर्स पढ्नु छ, यसको लागि कुन कुन युनिभर्सिटी छ त जर्मनीमा भनेर हान्यो भने पनि गुगलले लट अफ अप्सनहरू दिन्छ। दिस इज द भेरी फर्स्ट स्टेप। स्टेप 2 भनेको चाहिँ आफ्नो एलिजिबिलिटी चेक गर्ने, म एलिजिबल छु कि छैन त। अब युनिभर्सिटी त भेटाउनु भयो हजुरले होइन, कति धेरै युनिभर्सिटी छ जर्मनीमा, यु विल फाइन्ड एनिवे। युनिभर्सिटी भेटेपछि म यो युनिभर्सिटीमा पढ्नलाई योग्य छु कि छैन त, मेरो डिग्री, मेरो ग्रेडिङ, मेरो हुन्छ नि आइएल्स, टोफेल, पिटी के छ, ओर जर्मन ल्याङ्ग्वेजमा पढ्ने हो भने जर्मन ल्याङ्ग्वेज प्रोफिसियन्सी कतिसम्म छ, त्यो कुराहरूले म चाहिँ इलिजिबल छु कि छैन त यो युनिभर्सिटीमा पढ्न भन्ने कुरा चेक गर्ने। त्यो कसरी चेक गर्ने भन्दाखेरि युनिभर्सिटीको पोर्टलमा जाने बित्तिकै हजुरलाई सबै इन्फर्मेसनहरू त्यहाँ दिएको हुन्छ। के दिएको हुन्छ भन्दाखेरि हजुर त्यो कोर्सको लागि एलिजिबल हुनुहुन्छ कि हुनुहुन्न, अनि कोर्स कहिलेबाट स्टार्ट हुने हो, इफ फी लाग्छ भने कति हो सेमेस्टर फी होइन, इफ लाग्दैन भने स्कलरसिप के कति हुन्छ, यो सबै कुराहरू त्यहाँ मेन्सन गरिदिएको हुन्छ। इन्टरनेसनल स्टुडेन्टको लागि भनेर छुट्टै हुन्छ, इयुभित्र पढ्ने स्टुडेन्टहरूको लागि छुट्टै हुन्छ। सो अब हामी इन्टरनेसनल भएको हुनाले हामीले इन्टरनेसनल स्टुडेन्टको अप्सन चुज गर्नु पऱ्यो। स्टेप 3 भनेको प्रिपेयर डकुमेन्ट। अब उसले त देखाइदिन्छ होइन के डकुमेन्टहरू चाहिन्छ, हजुरले के सबमिट गर्नुपर्छ अप्लाई गर्ने बेला, त्यो सबै हुन्छ। अनि डकुमेन्ट प्रिपेयर गर्नु पऱ्यो। डकुमेन्ट प्रिपेरेसनमा चाहिँ फर्स्ट लाइक नर्मली सोधिने डकुमेन्टहरू एकाडेमिक ट्रान्सक्रिप्ट चाहियो होइन, एकाडेमिक सर्टिफिकेट। अर्को भनेको पासपोर्ट चाहियो, पासपोर्ट बिना त अप्लाई गर्न मिल्ने। अनि चाहियो स्टेटमेन्ट अफ पर्पस, एसओपी होइन, एसओपी म्यान्डेटरी नै हुन्छ। अनि इट्स भेरी हुन्छ नि इम्प्याक्टफुल हजुरको भिजामा, या त हजुरलाई एक्सेप्ट गर्ने कि नगर्ने युनिभर्सिटीले भन्ने कुरामा चाहिँ एसओपी इज भेरी भेरी इम्पोर्टेन्ट। अनि चाहियो सिभी, रेज्युमे होइन, सिभी त चाहि नै हाल्यो हजुरको ब्याकग्राउन्डहरू चेक गर्नको लागि, हजुर कस्तो ब्याकग्राउन्डबाट, ब्याकग्राउन्ड इन द सेन्स के पढ्नु भएको छ, हजुरसँग के एक्सपिरियन्स छ रिलेटेड फिल्डको, त्यो सबै कुराहरू चेक गर्नको लागि। पछि चाहियो लेटर अफ रेकमेन्डेसन, हजुरले पढेको युनिभर्सिटी, हजुरले पढेको हाई स्कुलबाट लेटर अफ रिकमेन्डेसन। त्यो कहिलेकाहीँ दुईवटा भन्छ, कहिलेकाहीँ एउटाले पनि काम गर्छ, त्यो युनिभर्सिटीले नै त्यहाँ पोर्टलभित्र नै भनेको हुन्छ हाउ मेनी डु युको। इफ जर्मन ल्याङ्ग्वेजमा पढ्ने हो भने ल्याङ्ग्वेज सर्टिफिकेट चाहियो। अब जर्मन ल्याङ्ग्वेजमा पढ्ने होइन भने, इङ्ग्लिसमा पढ्ने हो भने पनि त्यहाँ लेखेको हुन्छ कतिसम्म स्कोर ल्याउनु पर्ने, कुन चाहिँ इङ्ग्लिस प्रोफिसियन्सी टेस्ट एक्सेप्टेबल हुन्छ, त्यो कुरालाई फलोअप। अर्को भनेको पासपोर्ट साइज फोटो, फोटो पनि चाहियो, फोटो पनि सबमिट गर्नु। अनि अर्को भनेको मोटिभेसनल लेटर, त्यो पनि चाहिन्छ, कति केसमा चाहिन्छ, कति केसमा एसओपी भएपछि द्याट विल वर्क, तर इट डिपेन्ड्स, सबै युनिभर्सिटीमा एउटै हुँदैन। सो मोटिभेसनल लेटरलाई पनि वान अफ द इम्पोर्टेन्ट कुराकै लिस्टमा राख्दा हुन्छ, बिकज इट रियली म्याटर्स। हजुरको मोटिभेसनल लेटर, हजुर किन जान खोज्नुहुन्छ, हजुरको के छ मोटिभेसन, वाइ यु रियली वान्ट टु रिड त्यो सब्जेक्ट होइन, त्यो कुराहरूको लागि मोटिभेसन लेटर
सर्टिफिकेट इज इम्पोर्टेन्ट। अनि अर्को एपिएस सर्टिफिकेट भनेको चाहिँ यो इन्डियामा पढ्ने स्टुडेन्टहरूको लागि चाहिन्छ। हजुर पढिसके पछाडि चाहिँ त्यहाँको गभर्मेन्टले आई थिङ्क इफ आइ एम नट रङ युनिभर्सिटीले भन्दा पनि त्यहाँको सरकारले चाहिँ यो हाम्रो युनिभर्सिटीमा पढेको हो भनेर दिने डकुमेन्ट हो। मलाई यति धेरै क्लियर चाहिँ छैन एपिएस सर्टिफिकेटको बारेमा, बिकज म नेपालबाट नै अप्लाई गरेको हो, म नेपालमै पढेको हो, मेरो इन्डियाको डिग्री पनि थिएन। तर नेपाली स्टुडेन्टहरूको लागि चाहिँ चाहिँदैन, नेपाली स्टुडेन्ट इन अ सेन्स जसले चाहिँ नेपालमा पढेको छ तर इन्डियामा ग्रेजुएसन गर्नुभएको छ, इन्डियाबाट पढेर आउनुभएको छ भने चाहिँ दे विल आस्क फर एपिएस सर्टिफिकेट। अनि यो सबै डकुमेन्टलाई चाहिँ पिडिएफ फाइलमा बनाएर पिडिएफ कन्भर्ट गरेर हरेक सेक्सनमा उनीहरूले चाहिँ हुन्छ नि, अब एउटै पिडिएफ गराएर राख्दाखेरि चाहिँ आफ्नो लागि सजिलो भयो, एउटाभित्र सबै कुरा डकुमेन्ट भेटिन्छ। तर उनीहरूलाई सब्मिट गर्ने बेलामा चाहिँ हरेक उनीहरूको फिल्ड हुन्छ क्या, यहाँ चाहिँ यो चिज सब्मिट गर, यहाँ चाहिँ यो चिज सब्मिट गर भनेको हुन्छ। त्यो अनुसारले आफूले पिडिएफ सब्मिट गर्छ अनि त्यो सबै सब्मिट गरेर हजुरले अप्लाई गर्नुहुन्छ युनिभर्सिटीमा। आई विल अलवेज रिकमेन्ड यु टु अप्लाई 3टादेखि 5वटा युनिभर्सिटीमा चाहिँ अप्लाई गर्नु। एउटामा अप्लाई गरेर ल मैले त अप्लाई गरेँ, अब मेरो त भिजा स्योर हो, मलाई त युनिभर्सिटीले लिगिहाल्छ भनेर कन्फिडेन्ट ओभर कन्फिडेन्ट चाहिँ नहुनु। जे पनि हुनसक्छ, एकदम नै धेरै कम्पिटिसन हुन्छ जर्मनीको युनिभर्सिटीहरूमा, अझ इभन पब्लिक युनिभर्सिटीमा त अति नै धेरै कम्पिटिसन हुन्छ। सो बी एकदम नै प्रिपेयर्ड अनि आफ्नो डकुमेन्टलाई एकदम नै अप टु डेट राख्नुहोस् अनि अप्लाई गर्नु। अनि युनिभर्सिटीमा अप्लाई गरिसके पछाडि त अब हजुरलाई युनिभर्सिटीले अफर लेटर पठाउँछ। इफ यु आर एक्सेप्टेड उसले अफर लेटर पठाउँछ, इफ यु आर नट अब उसले भन्छ होइन अनफर्चुनेटली वी वर नट एबल टु डु द्याट भन्छ। सो हजुरलाई अफर लेटर आउँछ होइन, अफर लेटर आइसकेपछि अब कतिवटा युनिभर्सिटीमा अप्लाई गर्नुभएको छ, या त सबैबाट पनि आउन सक्छ, ओर हजुरलाई अब कतिवटाबाट आउँछ अनि यु विल चुज द बेस्ट। अब त्यो सबै युनिभर्सिटीमा हजुरले केही न केही रिजनले त अप्लाई गरे हो नि त, यो युनिभर्सिटीमा मलाई पढ्नु मन छ किनभने यो सिटीमा मलाई जानु मन छ होला, या त यो युनिभर्सिटीमा पढ्छु किनभने यसले चाहिँ अलिकति क्राइटेरिया मेरो लेभलमा मिट गर्दो रहेछ भन्ने हुन्छ। कुनै युनिभर्सिटीको कोर्स मनपर्छ, लाइक कोर्स त मन पर्नै पर्यो सबै युनिभर्सिटीमा, तर कुनैमा चाहिँ अझै हुन्छ नि त चुज गर्ने हुन्छ नि त, यो पाएँ भने यो पाएन भने यो भन्ने हुन्छ मान्छेलाई। हो त्यो कुराहरूलाई चाहिँ अब आफूले एनालाइज गरेर विच युनिभर्सिटी डु यु थिङ्क इट्स पर्फेक्ट फर यु त्यसमा अप्लाई गरिसकेर अनि त्यो अफर लेटर आइसके पछाडिको स्टेप भनेको चाहिँ हजुरले एम्बेसीमा डेट बुक गर्नु पर्यो। डेट बुक कसरी गर्ने, लाइक अपोइन्टमेन्टको लागि, किनभने जर्मनीको लागि हरेक भिजामा हजुरले इन्टरभ्यू दिनुपर्ने हुन्छ। इन्टरभ्यू एकदम नै म्यान्डेटरी हो। हजुरले अस्ट्रेलिया या त युके जस्तो चाहिँ भिजा लज गर्ने अनि कुद्ने भन्ने हुँदैन जर्मनीमा। हजुरले इन्टरभ्यू दिएर होइन, हजुर फिजिकल्ली गएर इन्टरभ्यू दिएर अनि आफ्नो डकुमेन्टहरू सब्मिट गरेर अनि त्यसपछि चाहिँ यु विल वेट फर देयर हुन्छ नि, उनीहरूले बोलाउने हो कि उनीहरूले के इमेल गर्छ कि कल गर्छ, उनीहरूको रेस्पोन्सको लागि हजुरले वेट गर्नुहुन्छ। सो पहिला म आउने बेलामा जुन बेला मैले अप्लाई गरेको थिएँ 2022मा, त्यति बेला चाहिँ कस्तो थियो भन्दाखेरि उनीहरूको एम्बेसीको पोर्टल थियो, त्यो पोर्टलमा चाहिँ गएर हामीले आफैले डेट बुक गर्नुपर्ने हुन्थ्यो। त्यहाँ क्यालेन्डरमा डेटहरू अभाइलेबल भएको देखाउँथ्यो छ भने, अनि त्यहाँ गएर आफैले नै बुक गर्नुपर्ने हुन्थ्यो। तर अहिले चाहिँ त्यस्तो छैन, अहिले चाहिँ अनलाइन सिस्टम छ। अनलाइन सिस्टम के हो भनेर चाहिँ म हजुरलाई यहाँ भिडियोमा हुन्छ नि म राखिदिन्छु, कसरी अप्लाई गर्नुपर्छ या त अपोइन्टमेन्टको लागि के गर्नुपर्छ भनेर म भनिदिँदै पनि गर्छु। सो फर्स्टमा के गर्नु पऱ्यो, जर्मन एम्बेसी नेपालमा भएको त्यो पोर्टलमा जानु पऱ्यो होइन, kathmandu.diplo.de मा जानु पऱ्यो। अनि त्यहाँ जाने बित्तिकै फर्स्टमा चाहिँ के आउँछ भने अनलाइन एप्लिकेसनको लागि इन्फर्मेसन आउँछ, किनभने उनीहरूले जे पनि चेन्जेस हरेक कुराको इन्फर्मेसन त्यो एम्बेसीको पोर्टलभित्र हुन्छ। त्यहाँ चाहिँ के डकुमेन्ट्स चाहिन्छ हजुरलाई, के गर्नुपर्छ, हरेक कुरा त्यहाँ भनिदिएको हुन्छ। अनि त्यहाँ गएर अनलाइन अप्लाई गर्ने ठाउँमा जाने, आफ्नो साइन अप गर्ने अनि त्यहाँ आफ्नो डकुमेन्टहरू सब्मिट गरिदिने। उनीहरूले त्यो सबै रिभ्यू गर्छ र त्यसपछि दे विल गिभ यु डेट, कुन दिन हजुरको अपोइन्टमेन्ट छ, उनीहरूले आफै डेट दिन्छ, यो दिन यति बजे तेरो अपोइन्टमेन्ट फिक्स भयो भनेर उनीहरूले भन्छ। अनि त्यो दिन फेरि त्यो डकुमेन्टहरू जुन डकुमेन्ट सब्मिट गर्नुभएको छ त्यो सबै डकुमेन्ट्सहरूलाई आई विल रेकमेन्ड यु टु मेक 2 कपिज। हाम्रो बेलामा पनि 2 कपिज नै लानुपर्ने हुन्थ्यो, तर अहिले एकचोटि सब्मिट गरिसकेको भएर इट माइट बी लाइक 1 कपी पनि, तर 2 कपी नै लिएर जानु होला। सो 2टा कपी डकुमेन्ट बनाएर डकुमेन्ट लिएर एम्बेसीमा जाने। एम्बेसी गइसकेपछि उनीहरूले इन्टरभ्यू लिन्छ। इन्टरभ्यू त्यस्तो धेरै गाह्रो ए बाबा के हुन्छ होला भनेर डराउनु पर्दैन, इट्स भेरी बेसिक। हजुरले किन यो युनिभर्सिटी चुज गर्नुभयो, हजुरलाई किन यो कोर्स पढ्न मन लाग्यो, हजुरको फ्युचर प्लान के छ, हजुरलाई स्पोन्सर गर्ने को ले हो भनेर त्यो सबै कुराहरू त्यहाँ सोधिन्छ होइन।
अनि हजुरले चाहिँ मेन भनेको फाइनेन्सियल डकुमेन्ट पनि यस्तो स्ट्रङ गराउनुहोस् कि अम, उनीहरूलाई रिजेक्ट गर्नको लागि चाहिँ फाइनेन्सले असर नपारोस् भनेको हजुरको फाइनेन्सियल सिचुएसनले गर्दाखेरि चाहिँ उनीहरूले भिजा रिजेक्ट गऱ्यौँ हामीले भनेर नभनोस् होइन त्यो कुरालाई चाहिँ अलिकति ध्यान दिनु होला अनि त्यसपछि फाइनेन्सियल डकुमेन्टेसनमा के गर्नुपर्छ भन्दाखेरि चाहिँ मैले छुट्टै भिडियो पनि बनाइसकेको छु तर आई विल जस्ट से यहाँ पनि अप्लाई गर्ने कुराहरू गर्दै गर्दाखेरि सो हजुरले प्रोपर्टी भ्यालुएसन गरेर मेरो यति यति प्रोपर्टी छ भन्ने कुराहरू पनि देखाउनुहुन्छ मेरो यति यति ब्याङ्क ब्यालेन्स छ अहिले मैले यति यति पैसा राखेको छु भनेर देखाउनुहुन्छ त्यो कुराहरूलाई देखाउने त्यहाँ एम्बेसीको पोर्टलभित्र सोधिएको क्वेसन मध्येमा त्यो फाइनेन्सको कुरा पनि हुन्छ होला प्रोभाब्ली मैले त्यो भित्र साइन अप गर्न ट्राई गरेको थिएँ अब मैले साइन अप त किन गर्नु होइन मैले अप्लाई गर्ने होइन त्यही भएर मैले त्यो चाहिँ छोडेँ तर हजुरहरूले साइन अप गरेर भित्र जाँदाखेरि चाहिँ यु विल सी एभ्रिथिङ देयर अनि त्यसपछि त्यो डकुमेन्टहरू सब्मिट गरेर हजुर जानुहुन्छ इन्टरभ्यूमा पनि सोध्छ हजुरलाई कसले स्पोन्सर गर्ने हो अनि कस्तो छ फ्यामिली ब्याकग्राउन्ड फाइनेन्सियली कतिको स्टेबल हुनुहुन्छ हजुरको पेरेन्ट्स त्यो सबै कुराहरू सोध्छ त्यो कुरालाई पनि मजाले एक्सप्लेन गर्ने अनि त्यसपछि चाहिँ इन्टरभ्यू दियो सक्यो अनि घर आउने त्यसपछि दे विल जस्ट लेट यु नो कि उनीहरूले रिभ्यू गर्छ डकुमेन्ट इफ यु आर एलिजिबल कुनै डकुमेन्टहरू पुगेको छैन जस्तो लाग्यो भने दे विल आस्क फर इट उनीहरूले डकुमेन्ट पनि माग्छ ओके तेरो यो डकुमेन्ट चाहिँ कम्प्लिट भएको जस्तो लागेन ओर यो डकुमेन्ट चाहिँ हामीलाई अलिकति डाउटफुल लाग्यो वी निड अर्को होइन के भन्छ उनीहरूले केही चाहियो भने अनि त्यसपछि चाहिँ विदिन अ विक मेरो चाहिँ एक हप्तामै आएको थियो मलाई इन्फो तर हजुरहरूको केसमा जे पनि हुनसक्छ अब त्यहाँ कतिको हुन्छ नि प्याक छ एम्बेसी कतिले भिजा अप्लाई गर्नुभएको छ ओर हजुरको लाइन कति नम्बरमा छ त्यसमा पनि डिपेन्ड गर्छ आत्तिने होइन अनि कुरेपछि उनीहरूले हजुरलाई आफै कल या त इमेल गर्छ लेटर लिन आइज यति यति पैसा तैँले उ गर्नुपर्छ ड्राफ्ट लेटर लिन आइज भन्छ ड्राफ्ट लेटर भनेको के हो भन्दाखेरि चाहिँ हजुरले 12,000 अराउन्ड 12,000 भनौँ न त्यति पैसा चाहिँ जर्मनीको ब्लक अकाउन्टमा राख्नुपर्ने हुन्छ होइन त्यो किन गर्नुपर्छ भन्ने कुरा पछि गरौँला तर त्यो ब्लक अकाउन्ट भन्ने कुरा स्टुडेन्ट भिसामा आउनु पर्ने या आउन खोज्ने मान्छेले एकदम नै जान्नुपर्ने चिज हो सो उनीहरूले त्यो ड्राफ्ट लेटर किन दिन्छ भने हजुरले त्यो पैसा ब्लक्ड अकाउन्टमा आफ्नो अकाउन्टमा डिपोजिट गर्नको लागि प्रुफ हो त्यो प्रुफ लिएर हजुर नेपालको ब्याङ्कमा गएर कुनै पनि ब्याङ्कमा हजुरको कुन ब्याङ्कमा खाता छ कुन ब्याङ्कमा पैसा छ होइन त्यो ब्याङ्कबाट चाहिँ जर्मनीको ब्लक्ड अकाउन्टमा ट्रान्सफर गर्नुपर्छ पैसा सो त्यसको लागि उनीहरूले त्यो लेटर दिन्छ अप्रुभल होइन अनि त्यो गर्ने अप्रुभल लिएर जाने ब्याङ्कमा गएर पैसा ट्रान्सफर गर्ने पैसा ट्रान्सफर गरेको प्रुफ उनीहरूलाई फेरि गएर सबमिट गर्ने अनि विदिन सम डेज उनीहरूले चाहिँ कल गरेर ल फ्लाइट रिजर्भेसन लिएर आइज ट्राभल इन्सुरेन्स लिएर आइज भन्छ इफ भिजा लाग्ने हो भने चाहिँ दिस इज द स्टेप्स के अनि भन्छ ट्राभल इन्सुरेन्स र फ्लाइट रिजर्भ गरेको डमी लिएर जाने फ्लाइट रिजर्भेसन चाहिँ कम्प्लिटली रिजर्भ नै गर्नुपर्ने चाहिँ हुँदैन तर एउटा हुन्छ नि उनीहरूलाई टिकटको स्याम्पल मात्रै चाहिएको ओके यो दिन चाहिँ मेरो फ्लाइट छ यो दिन चाहिँ म जाने हो काइन्ड अफ हुन्छ नि उनीहरूलाई त्यो अनुसारले उनीहरूले भिजा स्ट्याम्प हानिदिन्छ हजुरको फ्लाइट रिजर्भेसनमा भोलिको डेट छ भन्न खोजेको आज उनीहरूले भन्ने बित्तिकै भोलिको डेट हाल्न त भएन तर जे होस् हुन्छ नि त अब कुन दिन सपोज 15 जुन होइन अहिले जुन नै चलिरहेछ जुनकै कुरा गरौँ सो 15 जुन भयो भनेपछि हजुरलाई 14 जुन ओर 13 जुनतिरबाट भिजा स्टार्ट हुने गरी भिजा दिन्छ सो दिस इज द थिङ यसरी स्टेप अप्लाई गर्ने हो अनि लास्टमा त्यो सबै सबमिट गरेर सबै कुरा अप्रुभ भइसकेपछि चाहिँ उनीहरूले ल तेरो पासपोर्ट कलेक्सनको लागि रेडी छ आइज लिन भन्छ पासपोर्ट लिने अनि अब सपिङ गर्ने होइन प्याकिङ गर्ने अनि त्यसपछि जर्मनी आउने सो यस्तो धेरै गाह्रो छैन स्टेपहरू मेन भनेको अब ल्याङ्ग्वेज गर्नुपर्ने मान्छेलाई ल्याङ्ग्वेज गर्नलाई अलिकति टाइम लाग्न सक्छ इङ्ग्लिसमा पढ्ने हो भने पनि इङ्ग्लिस ल्याङ्ग्वेज प्रोफिसियन्सी टेस्टको लागि पनि एकछिन टाइम त्यसमा इन्भेस्ट गर्नु पऱ्यो अनि इफ इङ्ग्लिसमै पढ्न आउने हो भने पनि अलिकति ल्याङ्ग्वेज चाहिँ सिकेर आउनु होला मेरो यो पर्सनल एडभाइस होइन अनि त्यही भएर कन्सल्टेन्सी गएर उनीहरूलाई पैसा तिरेर होइन कति पैसा लिन्छन् अब कसो गर्छन् त्यो त मलाई थाहा छैन आई डोन्ट वान्ट टु ब्लेम कन्सल्टेन्सीलाई फेरि मलाई कुनै पनि कन्सल्टेन्सीलाई ब्लेम गर्न मन छैन किन भन्दाखेरि मैले आफूले गर्नुपर्ने कुरा मैले नगरेर अरूसँग जान्छु भनेपछि दे विल चार्ज मनी होइन उनीहरू त्यसैको लागि बसेको हो उनीहरू फ्रीमा हामीलाई काम गरिदिनलाई होइन भलुन्टियर गर्नलाई बसेको होइन त्यही भएर उनीहरूले चार्ज लिनु स्वाभाविक हो तर अब कति इन्फर्मेसन जेन्युन दिन्छन् दिँदैनन् त्यो कुरा आफ्नो ठाउँमा छ
अनि हामीले पैसा खाइदियो यताउति भन्नुभन्दा पनि आफूले आफै सतर्क भएर आफैले भिसा अप्लाई गरेर डकुमेन्टहरू आफै रेडी गराएर आफै सबमिट गरेर सबै कुरा आफै गऱ्यो भने इट्स नट द्याट हार्ड। मैले आफैले गरेको थिएँ। इभन म आउने बेलामा त त्यति धेरै इन्फर्मेसन अभाइलेबल पनि थिएन। हुन्छ नि इन्टरनेटमा एन्ड स्टिल आई डिड इट भनेपछि हजुरहरूले गर्न नसक्ने भन्ने हुँदैन। इट्स नट द्याट हार्ड, इट्स इजी प्रोसेस होइन। सबै कुरा ट्याक 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 डकुमेन्ट मिलाउनु भयो भने भिजा पनि त्यस्तो गाह्रो छैन भिजा पाउन पनि। सो आई विस यु द बेस्ट सबैजनालाई जसले पनि भिजा अप्लाई गर्ने सोच्दै हुनुहुन्छ या अप्लाई गर्दै हुनुहुन्छ। आई विस यु भेरी बेस्ट। त्यही नै हो। अब केही इन्फर्मेसन अरू एक्स्ट्रा चाहियो भने ओर केही कन्फ्युजन भयो भने यु क्यान कमेन्ट बिलो। Thanks for watching. Bye bye.